यसले मलाई सबै सामान बोकाइ पिटे खाँदा पनि हामी तपाईँलाई अपडेट दिन छोड्दैनौँ नेपाली पो परेछ मैले मेरो भिडियो किन खिचिस् अस्तिकोमा 40 यसमा 45 स्क्रिप्टेड हो र स्क्रिप्टेड देख्न देखाउ न के पो त भन्दै त किनकि जुनो हेलो गाइस वेलकम ब्याक टु आवर च्यानल त्यही यसले जे भन्यो त्यही हो ब्याक हो के भएर हामी यहाँ बस पनि हेर्दै भिडियो पनि बनाउँदैछौँ आज हामी कहाँ जान लागेको भन्दाखेरि चाहिँ कहाँ हो ज्याक्सन स्क्वायरमा थाहा हुनु त भ्युअर्सहरूलाई नेसन्समा नेसन्स भन्ने थाहा हुन्छ बेसिकली तरकारीहरू खानेकुराहरू पाउने ठाउँ हो फ्रेस फुड पाइन्छ भनेर भन्छ तर कतिको फ्रेस फुड हुन्छ हामीलाई थाहा भएन तिमी त हेर्नु राम्रो क्यामेरा एङ्गल खोज्दै आएको हुन त अँधेरोमा पनि राम्रो देखिन्छौँ कि हामी किनकि जुनो भनेर भन्ने खाने कोहीले इनबक्समा मैले धन्ने स्टुडेन्ट भइन्जेल चाहिँ यसमा हामीले उस पाउँछ के पर्छ भन्दै त भाउचर हुन्छ कलेजले हामीलाई प्रोभाइड गर्छ अनि त्यसपछि त्यसले गर्दाखेरि हामीले ट्याप गर्दाखेरि चाहिँ फ्री ट्रान्सफर भनेर आउँछ खासमा त्यो फ्री चाहिँ होइन हामीले पैसा अलरेडी दिइरहेको छ कलेजलाई अहिले चाहिँ फ्री जस्तो देखाइदिन खोजेको हामीलाई खुसी गराउन खोजेको दुःख दुःखको माहौलमा खुसी गराउन खोजेको हामीले तर हामी बाँचेनौँ बाखेन कुप्ते भएर यत्रो त मैले भन्ने हो त्यो पार्ट के भन्ने हो जसले पार्ट हाम्रो स्क्रिप्टेड हो र स्क्रिप्टेड देख्न देखाउ न यहाँ यसले जे पनि बोल्छ त्यही हाम्रो जे आउँछ त्यही बोल्छौँ नत्र स्क्रिप्ट भएको मैले एउटा लाइन पनि भन्न सक्दिनँ भन्छ हेर्छन् र मान्छेहरूले 2 भ्युज 3 भ्युज आउने होला अस्तिकोमा 40 यसमा 45 भ्युजको आशामा हामी भिडियो बनाउँदै हिँडिरहेका थियौँ तर यो गाडीले हामीलाई धोका दियो ड्याङ गर्छ नेपालको भन्दा पनि खटारा गाडी कस्तो अनि हामी चाहिँ अगाडिपट्टि मान्छेहरू बसिरहेको थियो कि अनि तिनीहरूले के गरिरहेको छन् यिनीहरू भनेर हेरिरहेको थियौँ त्यही भएर हाँस्दै थियौँ अनि यो चाहिँ के बोल्दै थियौँ नचाहिँदै गएर त्यही भएर मलाई सुन्न पनि मन लाग्थेन अनि फेरि के भन्छ त्यहाँ त ऐना पो छ त हेर त भनेर भन्छ के भने भनेको त्यो ऐना हेर न भनेको हेऱ्यो त अनि त्यहाँनिर ऐना पो रहेछ मैले त अहिलेसम्म देखाएको थिएन यहाँको बसमा ऐना पनि हुँदो रहेछ के गाइस अर्ग्यानिक अङ्कल अर्ग्यानिक अङ्कललाई देखाउन त हुन्थ्यो फेरि यहाँनिर मान्छेहरू मैले मेरो भिडियो किन खिचिस् बन्द गरेको छ यत्रो बेर बोलियो गाइस लास्टमा त त्यो अङ्कल त नेपाली पो परेछन् हाम्रो यो बानीले डुबाउँछ कुन दिन हामीलाई पिटे खाँदा पनि हामी तपाईँलाई अपडेट दिन छोड्दैनौँ यो के हो बदाम रहेछ नि यस्तै उँभो लाग्यो नि यति त छिमेकीले मैले किवीबाट मिठो हुन्छ यो के हो म्याङ्गो स्टिङ अरे 7.99 यो त मैले उसमा देखेको थिएँ मोबाइलमा त देख्ने अब हेरेकोमा पनि देखेँ के लान्छ हामीले 1.75 कति धेरै हामीले खानेवाला ग्रिन पिन्स अरू पनि हेरौँ त अझै सस्तोवाला छ कि करेला नि सस्तो रहेछ नि त बिग्रे हो कि के हो होइन हाम्रो लागि के बिग्रे यो अलि बिग्रे त्यही लगाउँ हो नि त्यही लगाउँ यो नि सस्तो रहेछ न 1.5 कति धेरै हो 1.4 कति धेरैमा 1.7 अरे मैले अगाडिको चाहिँ कसरी नदेखेको इङ्ग्लिस क्युकम्बर अरे यो मिनी क्युकम्बर 0.99 यही खाने हो अन्त यही लेख्यो अलरेडी 1.87 मा यति काँक्रो र आलु कच्चा खाना पर्ला एक दिन होइन त भइहाल्छ यही 1.87 त्यही ठिक छ त्योभन्दा सस्तो छैन अरे 1.82 यो धेरै पनि छ प्राइस हेर न एकचोटि सुन्ने मात्र हो हामीले सुनेको त उसले पनि सुन्यो नराम्रै भयो अरे नखाएको होला भनेर त्यसले पनि छोडिदियो
लैजाम के रुने आँटियो त लैजाम एकचोटि नाचेर देखा नि के हाल ल हाला त्यहाँ फेरि सानो खाले धेरै जिरो पोइन्ट 99 रहेछ यसलाई एउटा मात्रै बोक्यो हुन्छ है यो गऱ्यो भने काटेर राख्दा यसको हालत के हुन्छ होला यो लाने यस्तो गरेपछि के हुन्छ अलिकति कम हुन्छ कि वेट भनेर त्यही पनि लगभग यति नै त हो भनेर गराइदिने रे राम्रो छ ल भयो हाल किन सुनिरहेको बहिनी गना चाहिँ के भन्नु यस्तै गनाउँछ कि कुनै त बिरुन्डा खानु थाहा हुन्छ कहिले खोलातिर फल्छ बेथी नै होइन यो त के यदि सुक्खु साग के गर्ने हो बासमा मात्रै मिठा हुन्छ सुन सुमी फेरि यसले ल त्यो अन्त सस्तोमा भेटेँ क्या परेन 1.47 हो कतिमा उठाएको थियो अघि यो 1.40 छ 1.37 नै रहेछ अब यही बसेर हेर्नलाई खतरा नगर है भनेपछि अब 1.37 के रहेछ त्यहाँ चाहिँ राम्रो हो क्या 1.37 को ठिक छ यही ओ त्यहाँ धेरै छ त त्यो 35 छ त्यसो भएदेखि 1.35 चटपट खाने भनिदिएको उफ्रेर हैरान छ ऊ फेरि को चाहिँ उफ्रेको फ्ल्यासलाइट बाली देखाइदिएपछि यसको खुसी भित्रसम्म देखिएछ भनेर यसले मलाई सबै सामान बोकाइ आफू चाहिँ मोबाइल लिँदै हिँड्छु मलाई मात्रै बोकाउँछ मैले मोबाइल चलाउनु नि धेरै मेहनत गर्नु परिरहेको छ कि तिमी बुझ क्या बहिनी ठुलो सरले मलाई केही सुनेन बुझ्नु छैन तर यो नेपालको होइन है होइन तयारी चाउँछ भनेर लेखेको यो हामीले खानेवाला त यो होइन फेरि बन्सी यो सबसे यो रहेछ बन्सी बासमती माम्रा कस्तो कालो आउने गरेर खिचेको जसरी खिचे पनि थुतुनु गोरो त गोरै देखिन्छ भो कति राति हानेको के बिचराको मैले लात्ती हानेको न तैँले चाहिँ मेरो खुट्टामा ल्याएर ठोकियोस् आफ्नो बुद्धि छैन अनि अर्कालाई भनेको त हो त्यही भनेको त नि सेम टु यु ह्यान्डसेक हो यो क्यानाडामा आएछ नयाँ टाइपको ह्यान्डसेक है यो गाइज सामान बोकाएको छ एउटा हात हाने के गरेको मोबाइल बोका छि यो क्यानाडियन यस्तो मान्छे छि त पनि छि तै छि कति राम्रो हो त्यहाँ त के झन्डा के नै रहेछ बडोवाला झन्डा देखेर खुसी भएँ यसलाई त नेपालको झन्डा राम्रो छन् घरमा त्यस्तो राम्रो झन्डा छैन नेपालको उसलाई वास्तै छैन आफै बढेर आयो कि यहाँ चाहिँ चरा राखिदियो भनेर उसलाई फेरि एस्थेटिक के कुराहरू जे नि मनपर्ने यसलाई बर्थडेमा एउटा बकुल लागि बुझाउनु पर्ला एउटा त खुसी भयो कि म सनकिस्ट छु नि त त्यही भएर 25 डिग्री सेल्सियस सनले किस भएको छु यहाँ अहिले पछि बिहान पनि हुन्छ यसरी बोक्न पर्छ फेरि जोरा फेरि यसरी देखि कि देखेर कुनै नदेखोस् धेरै तारिफ पनि गर्नुहुन्न फेरि कति आशीर्वाद दिइरहेको त्यसले कहिले होस् यता हुने ए रातो छिटो हामी दुई महान नारीहरूले जेब्रा क्रसिङ खोज्नुभन्दा बिच बाटोबाटै कुद्न रोज्यौँ अनि त्यसपछि हिँड्दै थियौँ यहाँ बाटोमा म्यापलको रुख पो देखियो यस्तो हुँदो रहेछ हरियो हुँदाखेरि भनेर थाहा भयो अनि त्यसपछि यो केटी त झोला लिएर दौडी अगाडि चटपटे खान हतार भयो यार अब फेरि भुजा जस्तो मात्र देखियो फेरि त्यसै लास्टमा आएर जित्यो यसले आउँछ चटपटे मैले गरेर होला भने
तर खतरा मिठो भएछ